हेलो साथीहरू, नमस्ते। के छ हालखबर? कताबाट हेर्दै हुनुहुन्छ? सबै आरामै हुनुहुन्छ होला। जो जताबाट हेर्दै हुनुहुन्छ, यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ अथवा फेसबुकमा हुनुहुन्छ भने फेसबुकमा भएका साथीहरूले फलो गर्नु होला। युट्युबमा हुने साथीहरूले सब्सक्राइब पनि गरिदिनु होला। सबै साथीहरूले के छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? म हाल रोमानियाको राजधानी बुकारेस्टबाट। यो ओल्ड टाउन हो। ओल्ड टाउन एकदम पुराना भवनहरू छन्। कलाकृतिहरू पनि एकदम पुराना किसिमका छन्। धेरै पुराना भवनहरू छन् है। साथीहरू जो जताबाट हेर्दै हुन्छ स्वस्थ व्यस्त रहनु। अनि आजको विषय सन्दर्भ के छ त भन्ने विषयमा म तपाईँहरूलाई केही कुराहरू भन्न गइरहेको छु। नेपालमा अहिले राजनीतिक माहौल तातिरहेको छ। चुनावी सरगर्मी बढिरहेको छ। फागुन 21 को चुनाव नजिकै गर्दा नेपालमा विभिन्न किसिमका राजनीतिक पार्टीहरूले विभिन्न किसिमका कामहरू गरे, यस्तो गरे भनेर विभिन्न प्रचार अक्कलबाजी कुराकानीहरू गरिरहेछन् र आफ्ना एजेन्डाहरू जनतामा लगेर जाँदैछन्। त्यही क्रममा अब नेपाली राजनीतिमा अब फागुन 21 गतेदेखि नयाँ सिरामा नेपालको राजनीति जाँदैछ र नेपाली जनताहरूले नयाँ कोर्स, नेपाली राजनीतिको नयाँ कोर्सतिर अगाडि बढ्दै गर्दा अब तपाईँहरूले कस्तो मान्छेहरूलाई मत दिनुहुन्छ र कस्तो मान्छेहरूलाई, कुन पार्टीहरूलाई जिताउनु हुन्छ भन्ने महत्त्वपूर्ण कुरा रहन्छ। र नेपालको अब जुन यही सिस्टम, जुन किसिमको नेपालको राजनीतिक सिस्टम र यही किसिमको राजनीतिक व्यवस्था प्रणाली छ, यही प्रणाली र व्यवस्थामा नेपालका राजनीतिक दलहरूले, कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउने सम्भावना अत्याधिक न्यून छ। किनकि यहाँ नेपालको चुनावी प्रक्रिया, यो प्रणाली समानुपातिक र प्रत्यक्ष गरेर दुई प्रकारको छ र यहाँ अत्याधिक दलहरू, धेरै दलहरू सहभागी हुन्छन् र यहाँ स्पष्ट बहुमत आउने सम्भावना बहुत कम हुन्छ र स्पष्ट एउटा पार्टीले सरकार गठन गर्न सक्ने सम्भावना पनि बहुत कम देखिन्छ। त्यसकारण फेरि पनि नयाँ पुराना जोसुकै भयो नि, यहाँ जनताहरूले जुन किसिमको अपेक्षा आकाङ्क्षा राखेको छ त्यो पुरा हुने सम्भावना बहुत न्यून देखिन्छ। त्यसको लागि नेपालको यो सिस्टम प्रणाली अलिकति फेर्नुपर्छ भन्ने पक्षमा चाहिँ नेपालको यो चुनावी प्रणाली, यहाँको पद्धति फेरिनु पर्दछ र यो व्यवस्थामा, यो जुन व्यवस्था छ यही व्यवस्थामा नेपाल परिवर्तन हुन धेरै समय लाग्न सक्छ। पछुवा गतिमै अगाडि बढ्न सक्छ। फेरि पनि सरकारहरू बन्ने ढल्ने क्रमहरू जारी रहन सक्छ। त्यसकारण यही सिस्टम प्रणालीमा नेपालको राजनीति, नेपाललाई समेटेर सम्बन्धित नेपाल निर्माणमा यो प्रणाली अलिकति परिवर्तन गर्ने जरुरी देखिन्छ। त्यसकारण नेपाली मतदाताहरू, आम मतदाताहरू धेरै उत्सुक छन्, यो परिवर्तन गर्ने सोचमा छन् र यो नेपाली जनताहरूको लागि अब अन्तिम अवस्था अथवा अन्तिम आशा र भरोसाको चुनाव हुन सक्छ। त्यसपछि सकेसम्म नेपालमा राजनीतिक रूपमा धेरै ठुलो किसिमको भुइँचालो जान नि सक्ने सम्भावना छ र फेरि नेपालमा अर्कै किसिमको माहौल सिर्जना हुने अवस्था देखिन्छ। यो फागुन 21 पछिको चुनावपछि नेपालमा ए टु जेड जुन किसिमको जुन दलहरूले सरकार गठन गरे तापनि धेरै लामो समयसम्म नटिक्ने र त्यही 3 महिना 6 महिना यस्तो टिक्ने सम्भावना अत्याधिक छ। फुल मेजोरिटी कसैको पनि हुँदैन। त्यो कारणले गर्दाखेरि
नेपालमा अलिकति स्थायी सरकार आउने सक्ने सम्भावना बहुत एकदम न्यून छ। त्यही भएर दुई वा दुईभन्दा बढी दलहरू नमिलिकन सरकार गठन गर्न नसकिने अवस्था छ। र फेरि पनि अब हेरौँ के हुन्छ। 21 पछि मलाई लाग्छ नेपालमा फेरि योभन्दा ठुलो किसिमको नेपालमा विद्रोह हुन सक्ने सम्भावना पनि देखिन्छ। धेरै ठुलो विद्रोह हुने सम्भावना देखिन्छ र सबै साथीहरू सजग हुनु होला, सतर्क हुन जरुरी छ। नेपालको राजनीति पोलिटिक्स एकदमै जोखिम यात्रामा छ, एकदम खराब लयमा छ अहिले। त्यसकारण सबै नेपाली दाजुभाइ दिदी बहिनीहरूले एकदम सोचेर बुझेर मात्रै राजनीतिक चुनावी एजेन्डा अथवा भएका पार्टीहरूलाई तपाईको मत व्यक्त गर्नुहोला। तपाईको मत व्यक्त गर्दै गर्दा धेरै ठुलो आश पनि नराखौँ साथीहरू। नेपालमा मलाई लाग्छ फागुन 21 पछि नेपालमा धेरै ठुलो तहल्का जान सक्ने सम्भावना छ। चुनाव भएको लगभग 83 को मध्यतिर अथवा 2083 को मध्य लगभग भदौदेखि माथि नेपालमा ठुलो किसिमको केही परिवर्तन हुने सम्भावना छ। धन्यवाद साथीहरू। तपाईँको सुझाव सल्लाह केही छन् भने सम्पर्क गर्दै गरौँ, कमेन्ट ठोकिदिनु होला। थ्याङ्क यू सो मच।